गाइज हो आजभोलि म दम्म परेको छु यार। भिडियोमा भ्युज अलिअलि जाँदै थियो एक्कासी ल्याएर भ्युज त जान छोडो। म अरूको भने लाइक गर्छु, पहिला कसैको लाइक गरिदिन्थेँ, कमेन्ट समेन्ट नि गरिदिन्थेँ। आजभोलि म लाइक कमेन्ट नि गर्छु, तर मेरो भ्युजमा मेरो भिडियोमा त भ्युज जानै छोडो। लाइक कमेन्टका त पुरै छोडिदिउँ। मलाई चिन्ने मलाई जान्ने साथीभाइ इष्टमित्र आफन्तहरू भने लाइक कमेन्ट गर्नै छोड्नुभयो। के पो समस्या परेको नि? नेपालबाट आउँदासम्म त भ्युज गइरहेको थियो, नेपालबाट पोर्चुगल टेकेपछि त मट्ठा ठन्डा रामै भयो गाँठे। के भयो होला यो? पोर्चुगल मलाई फापेको हो कि नफापेको हो? म त कुरो बुझ्न गाह्रो पऱ्यो यार। खालि म पनि त्यो फटाझुट भिडियो बनाउनु पर्ने भयो यहाँ गाँठे। अब कसैलाई पोर्चुगल आउन मन छ भने आउनुहोस्, म ल्याउँछु भन्दै झुट भिडियो बनाउँदै हालो भने पोर्चुगल चाहिँ आउने यसो गर्नुपर्छ भनेर त्यत्तिकै फटा कुरो बोल्यो भने आउँछ क्या हो भ्युज गाँठे? के हो कुरो? मैले चाहिँ त्यत्तिकै चाहिँ पहिला भ्युज गइरहेको थियो। हुन त मैले चाहिँ कन्टेन्ट राम्रो नभएर पनि हुनसक्छ है, मेरो पनि कमजोरी हुन्छ कि मेरो अनुहार नराम्रो भएर हो कि के नराम्रो भएर हो भने चाहिँ भ्युज आउनु छोडिगयो। ठिकै छ तैपनि अब भ्युज नआए पनि हाल्न छोडिन्न। भिडियो हाल्दै गरेपछि भ्युज त आउला नआए आउँछ, आए आउँदैन, केही छैन। भ्युज पछि लाग्नु भन। अरू के छ त तपाईँहरूको हालले चालले? म त आज दिउँसभरि फन्को मारेर घुमेँ। तपाईँहरू के गर्दै हुनुहुन्छ? कसरी जिन्दगी काट्दै हुनुहुन्छ? दिन काल पर्खिने बाटो हुन्छ नि, काल पर्खिने बाटो नि गर्दै हुनुहुन्छ होला। म पनि त्यही काल पर्खिने बाटो गरेर त भने अरू के छ र नयाँ? के नाप्नु पऱ्यो धर्तीमा? उही सास फेर्ने, सास चलुन्जेललाई त्यही चामलको भात खान दुःख गरे हो। अरू केही हुनेवाला छैन। जति कुद्यो दौडधुप गरे पनि केही हुनेवाला छैन। एक निद्रा आरामले सुत्ने र बिहान बेलुका चामलको भात यसो घुसार्न पाए भइगयो। अरू भनेको त भइहाल्छ। अनि अरू सब ठिकठाक छ नि होइन हाम्रो सबैको? अब यस्तै छ जिन्दगानी। मेरो दुःख सुख जिन्दगी चलेकै छ। मजासँग घुमेर आइयो। अब यस्तै छ है, वरिपरिहरू चाहिँदा नचाहिँदा गफ ठोको घुमो, यस्तै छ मेरो ताल। तपाईँको के छ? अब म चाहिँ घुमेर फर्किसकेँ। तपाईँहरू कता के गर्दै हुन्छ? शनिबार आइतबारको बिदा पनि पोर्चुगल आएको पनि घडम्मै चाहिँ भइसकेछ।